सो हेलो एभ्रिवान, इट्स मी एनपिएल बाबु। आज निकै महिनापछि फेरि भ्लगमा आएको छु। आज चाहिँ गडी डाँडा भन्ने ठाउँमा जानु लागेको छु। अनि भाइसँग पनि 4 वर्षपछि भेट भएको। हाम्रो सौगात भाइ यहाँ हुनुहुन्छ अनि विवेक भाइ जानु लागेको छु। जाउँ भाइ, ल ल घामले त बिजोग बनाउनु अरे यता। के साह्रो के बित्ति घाम लागेको जस्तो। सुरु खोइ त भाइ माथिबाट यस्तो तेर्छ आउँछ। ए गडी डाँडा पुग्नु लाग्यो। अब यो चाहिँ भोजपुर जिल्लाको पौवादुम्मा गाउँपालिका 5 होइन भाइ? हो गाउँपालिकादेखि लगभग पैदल हिँडेर चाहिँ 2-3 घन्टा लाग्छ होला। बाइकमा चाहिँ आधी घन्टा जतिमा आइपुगिन्छ। हामी चाहिँ यहीँको बसोबास गर्ने भएको हुनाले हामी चाहिँ हिँड्दै जाँदैछौँ र एकदम रमणीय छ है। अलि यताबाट भिड हो है, डाँडा देखिन्छ। यहाँबाट त सानो देखेछ। ल यही हो, हामी चाहिँ यसको चुचुरोमा जान्छौँ। अब भाइहरू खै त यहाँ तलसम्म थियो यो माटो है। अब यो साल उता पुरा उतातिर जान्छ होला। 1 बजिसक्यो नि। तपाईँले उहाँ पर पर्खिनु भएको हामीलाई। ल हामी यहाँ झन् यहाँ बसेको छौँ। हामी चाहिँ यहाँ अलि अगाडि जानु पर्ने हो नि त। सँगसँगै नै नत्र तेर्सै आउँदै थियो नि त तपाईँ पनि त। नदेखेर हो कि तपाईँहरूको सुई हिँडिहाल्नु भएको होइन? हजुर, सुई आयौँ नि हामी त। यता हाम्रो त्यो ल्यान्स झर्छ होला है। यता झर्नु लाग्यो। सिरिस है, सिरिस होइन यो सिरिस। कस्तो दामी रहेछ। अरू अलि देखिँदो रहेछ। भाइलाई अनि खोइ त हौ, अनि काइलो त आएन त हौ भन्छु। आउँदै होला भन। अनि फेरि एकछिन बस्यो, होइन आउनु न त नि। त्यही डाँडादेखि हेर्नु पर्यो, तल बाटोमा आउनु सँगै सरासरी आएको भने पछाडि त अनि मसँगसँगै त। तपाईँ आउनु हुँदैछ त, गोठमुनि झर्नु हुँदैछ। तपाईँ उता आइपुग्दाखेरि हामी त्यो रातो घरमा आइपुग्दाखेरि अनि हजुर गोठमुनि झर्नु हुँदैछ क्या। तपाईँ गोठतिर यता मासतिर कता निस्किनु हुँदैछ। बनाउनु हुँदैछ कन्टेन्ट। रेकर्ड हुँदैछ।
दिँदैछ स्पिड गराएर त्यसलाई गर्दा नि यतातिर यता मुनि यसो तल्लो गाउँ पनि यसो एक झलक तल्लो गाउँ अस्तिको भिडियो भेट्नुभयो त तपाईँले टिकटकमा भेट्नु भएन लङ भिडियो त हालेको छैन मैले लङ भिडियो चाहिँ अलिक टाइम दिएको बेलामा चाहिँ ल यही हो गढी भिर भन्ने कि गढी डाँडा भन्ने हो उहाँ तल झऱ्यो भने कहाँ पुगिन्छ यार तल्लो गाउँ निकै राम्रो ठाउँ छ यो अरुण राम्रो छ तर सेफ्टीको लागि चाहिँ त्यति छैन खुस्क्यो भने चाहिँ त्यही हो है तल पुगिन्छ लगभग 200-300 मिटर तल झरिन्छ अस्ति कहाँसम्म आउनुभयो तपाईँ यहीँ माथिसम्म डाँडा त्यहीँबाट फर्किनु भयो त्यहाँबाट फर्किहालेँ एक्लै हुनुभयो है एक्लै हो हामी त आइरहन्छौँ यहाँ माथि डाँडामा त अस्ति उहाँ माथि त्यो झाँक्री के भन्छ धामी हुँदाखेरि एकजना हुनुहुन्थ्यो नि देवी के भन्नुभएको थियो नि हो त्यो बेलादेखि आएकै छैन भाइ म पनि त्यो बेला आएको त्यहाँ गुफा बस्नु भएको रहेछ तल्लो यो भिरको मुनि पल्लोपट्टि यहाँ तल यो भिरको त्यो यो छ नि त्यो रुख त्यसको पल्लोपट्टितिर होला हौ सायद यो तलको त्यो रुख देखेको थियो खोइ उता पल्लोपट्टिदेखि बाटो रहेछ मजाले बनाउनु भएको हावा त माथि पनि चल्छ राम्रो सरासरी जाउँ माथि गएर बसौँ है भाइ माथि गएर बसौँ एउटा सर्ट चाहिँ हान्नु पर्थ्यो मेरो ल एक बजेको घाममा टिकटक वाला बनाउनु हुने यहाँ देखेको होइन कस्तो देखिन्छ ठिकै छ नि यहाँ देखेको कस्तो ठ्याक्कै यो गढी डाँडा देखिन्छ नि आज देखिन्छ टुवालोले गर्दाखेरि यता पनि राम्रोसँग देखिरहेको छैन टुवालो भन्दा नि याकु होइन यो खोक्ला हो यता याकु त यो पुरै नै देखिँदैको छैन यहाँनिर चाहिँ अलिअलि मात्र हुन्छ यहाँबाट चाहिँ कस्तो देखिँदैछ यो रेलिङ नभएको बेला चाहिँ निकै डर थियो यो रेलिङ लगाएको कति 2 वर्ष भयो भाइ 2 वर्ष अब रङ हाल्ने बेला भइसकेछ यो इनामेल गइसकेछ यसको पसिना हालत त खराब भएछ त
मेरो त यस्तो हालत खराब छ हट नयाँ वर्षमा थुप्रो यहाँ मान्छे भेला भयो नि अस्ति यो गएको नयाँ वर्षमा 200 जना जति है अनि एकदमै पपुलर हुन थालेको छ नि पनि अब यो रेलिङ बसेको कि स्थानीय सरकारले हो भाइ स्थानीय सरकारले यतिको त संरक्षण गर्नु पर्यो नि अब के हेर्नु भएको च्याउ हो गोब्रे च्याउ ल यस्तो हुँदो रहेछ नि त यो बढेर बाटो पनि आइगयो तर यो कस्तो अर्कै ठाउँमा जस्तो फिल आयो मलाई त यो हजुर जङ्गल अनि त्यो ठाउँ है कस्तो अर्कै ठाउँमा आइरहेको जस्तो भयो त नि होइन आउँदै गरेको ठाउँ पनि अर्कै ठाउँ जस्तो लाग्यो मलाई रेलिङ चाहिँ यहाँसँग दाजु झोर्के के भन्छ यसलाई के पो भन्छ साथी भाइ त्यसलाई चिफु घाँस भन्छ बेला निगालो 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 घाडी मृगहरू कतिको हुन्छ हौ यस्तो हुन्छ होला मृगहरू अब लगभग हामी ल अब डाँडामा पुगिसक्यो नि अब पानी त ल्याइएन नि पानीको सुविधा भयो यतिकै सफै रहेछ है अहिले त अलिक पहिलाभन्दा अलिक सफा नि के रहेछ सोलर हो ल फाइनली हामी चाहिँ डाँडामा चाहिँ पुग्यो है डाँडामा यहाँ त झन् गर्मी रहेछ डाँडामै परै बस्छौँ हावा सरर चल्दै होला है मोटो मान्छे गाह्रो पेट लागेपछि त डाँडामा पनि आयो हावा पनि चिसो आयो यहाँबाट
हस्यो भने चाहिँ त है ठेट यताबाट अब यहाँबाट झर्छ मान्छेहरू यस्तो ठेट कस्तो डर पनि नलागेको यहाँबाट झर्नलाई यहाँबाट हिँडिराखेकै रहेछ हो यहाँ भाइ यहाँबाट चाहिँ सुरुचोटि आउँदाखेरि मलाई भाइले यहीँबाट चाहिँ निकालेको नि यहीँ मलाई त नि एक ठाउँबाट म झर्नु नसकेर बोकेर झारेको भाइले मलाई यहाँ तल डरले म त सकिनँ अनि ल पर्यटकीय स्थल हो यो र आमचोकबाट म पनि भोजपुर जिल्लाकै आमचोक गाउँपालिकाबाट घुम्नको लागि आएको हो त निकैचोटि आइसकेको हो तर एउटा आज चाहिँ विशेष गरी भाइहरूसँग भाइले जाउँ न त के कस्तो हो 4 वर्षको अवधिमा के कति परिवर्तन भयो भनेर उहाँले रिक्वेस्ट गर्नु भएर आएको नत्र हामी त आइरहेको छौँ सो मनोरञ्जन गर्न भाइहरूसँग आइरहेको छौँ समय मिलेको बेलामा यही बिताउने हो फुर्सदको समय ल कस्तो लाग्यो यो डाँडा है तपाईहरुलाई पनि आउनु रहर लागेको छ भने पौवादुम्मा गाउँपालिका 5 वडा नम्बर 5 हो गरी डाँडा भनेपछि यतिकै परिचित ठाउँ हो यो ल अरु दृश्यहरु एकछिनमा तलतिरबाट हामी देखाउँछौँ यसको पुरा भिरको पुरा दृश्य हेर्दै गर्नुलाई त भाइलाई कति वर्षपछि यहाँ आउनुभयो रे तपाई म 4 वर्षपछि के चेन्ज पाउनु भयो त आफ्नो ठाउँ आफ्नो गाउँको धेरै नै देखियो चेन्ज हैन अब पहिला यतिको त थिएन अहिले देउस आएर हेर्दाखेरि चाहिँ निकै यो बाटोमा चाहिँ निकै चेन्ज भएको देखियो धेरै खुसी लाग्यो मलाई धेरै राम्रो छ है अलि एकदम राम्रो भएको रहेछ गाउँमा वैदेशिक रोजगारदेखि फर्केर उहाँ चाहिँ लगभग 4 वर्ष 5 वर्षको अवधि पार गरेर आउनुभएको र उहाँकै रिक्वेस्टमा जाउँ भनेर आज भ्रमणको लागि आयौँ उहाँ पनि एकदम खुसी हुनुहुन्छ केही नभए नि धेरै थोरै चेन्ज भएको अनुमान लाउनु भएको छ उहाँले पनि हामीले त हेर्दै आइरहेको छौँ र हामी यो हाम्रो घाँस गोठालो गर्ने ठाउँ हो हाम्रो लागि चाहिँ र बाहिरबाट आउनुहुने चाहिँ निकै टाढाबाट पनि आउनुहुन्छ यो गढी डाँडाको नाम लिएर र एउटा अविस्मरणीय यसको कथा पनि छ यो कथा चाहिँ बुढापाकाले चाहिँ भन्नुहुन्छ सुनाउनुहुन्छ यहाँबाट खस्यो भने चाहिँ त तल्लो तालै पुगिन्छ है खतरै छ यहाँ त गाह्रो छ नि निकै यो पौवादुम्मा गाउँपालिकाले पर्यटकीय प्रबन्धनमा बोकेको एउटा सपना बोकेको एउटा स्थल हो भोलिको दिनमा पुरै पौवादुम्मा गाउँपालिकालाई र भोजपुर जिल्लालाई चिनाउने एउटा परिचय बोकेको ठाउँ हो मान्छेहरू यसरी हिउँमा हिँड्थ्यो हैन पछि चाहिँ साइडमा बाटो रहेछ अनि साइडबाट चाहिँ ओडाले
वडाको सिफारिसमा चाहिँ यो रेलिङहरू बनेको रहेछ। यस्तै रेलिङ माथि टपमा पनि हुनुपर्छ जस्तो लाग्छ मलाई चाहिँ, नत्र दुर्घटना हुने चान्सहरू धेरै हुन्छ। यस्तो भिड छ है, त्यहाँबाट खस्यो भने बाँच्ने चान्स भनेको 0% हो। त्यहाँ डेन्जर छ। अनि यतिको अब यो बोर्ड पनि हावाले उडाएछ कि किन हो यस्तो गरेको? हावाले उडाएको होला। सुरक्षा थकित है भाइ? थकित एकदम थकित पसिना छ। अब चाहिँ हामी फर्किँदैछौँ है। अब नेक्स्ट भिडियो अर्को ठाउँको लिएर आउँछु। तबसम्मको लागि प्रतीक्षा गर्नु होला। आजको लागि चाहिँ हामी यही आजको चाहन्छौँ। गढी डाँडा भ्रमण गरिसक्यौँ। धेरै थोरै मात्रै यहाँको अब भिडमा आएर के देखाउने है। भिड हेऱ्यो आयो। अब यस्तै छ यहाँको। यहाँ मनमोहक त त्यस्तो आकर्षण गर्ने खालको चाहिँ केही पनि छैन, त्यही भिड हो। भिड हेर्दा पनि एक प्रकारको मनमा शान्त हुने खालको, भिडभन्दा पनि भिडको टुप्पोबाट देखिने दृश्यहरू चाहिँ रमाइलो। अब अहिले टुवालले गर्दाखेरि नत्र बारी धनकुटा मजाले देख्न पाइन्थ्यो यहाँबाट होइन। हिमाल देख्न पाइन्छ यहाँबाट। विभिन्न मौसम अनुसार मनोरञ्जन गर्न पाइन्छ। र भिडियोको कुरा हेरिदिनु भएकोमा धन्यवाद सबैजनालाई। च्यानललाई सब्सक्राइब र सेयर गरिदिनु होला। नयाँ भिडियो म फेरि चाँडै लिएर आउनेछु। अर्कोमा म जानेछु यस्तै सुन्दर र स्मरणीय ठाउँहरूमा भ्रमण गरेर तपाईँहरूलाई मनोरञ्जन गराउने बाचाको साथ बिदा हुन्छु। धन्यवाद।